डिस्टर्ब भयो है लु Hi everyone, सेवा आज चाहिँ म प्योर राइनी भएर आइरहेको छु तपाईँहरूको सामु आज चाहिँ साकेला बजार ल्याएको पनि अब हामी साकेला बजार लागेको हेरिराख्नु होला त्यस्तो भइरहेछु राइनी हो राइनी अब चाहिँ म घरबाट आन्टीको माको छु रेडी हुनु घरमा चाहिँ हल्का अलिअलि टचअप मात्रै गरेको अब मलाई खासै साडीहरू लगाउनु आउँदैन क्या त्यही भएर अब यहाँ बहिनीले लगाइदिन्छ मलाई बहिनीले लगाइदिन्छ अनि म रेडी भएर तपाईँहरूको सामु आउने छु अनि मेला जाने हो अनि मेलाको ब्लग अलिअलि देखाउँछु त्यस्तो विधि चाहिँ देखाउँदैन लास्ट गर्नु छ बियोस हुनु लागिसक्यो बियोस अनि आज मेरो यहाँ सानी बटरफ्लाई हेर्नु त होइन अनि कहाँ जानुलाई रेडी हुनु भएको हामी चाहिँ यहाँ रेडी भइसक्यो नि कस्तो देख्यो अरे राम्रो देख्यो प्योर राइनी हो राइनी ए हामी रेडी भइसक्यो नि यता चाहिँ त्यो सबै हामी पर्खिँदैछौँ मेसलाई हालेको छु मोटी न मोटी अलिअलि मोटी झन् यो अनिसाको थियो बिहानै यसरी नाच्नु पर्छ यतिको चाहिँ हुनुपर्छ है राइनी भएपछि फाइनली अब हामी चाहिँ लाग्यो हामी चाहिँ लाग्यौँ अर्डर पुऱ्याउँदै गर्मीले कताक्क यहाँ राइनी हेर्नु न राइनी साथी हो हामी चाहिँ लु लाग्यौँ अब साकेलातिर है 4 बजीसक्यो ढिलो त भइसक्यो तर केही छैन तर हामी जाँदैछौँ साथी हो फाइनली रेडी भयौँ हामी त्यसरी हामी जाँदैछौँ साथी हो आइपुग्यौँ पर्खिराख्नु भएको छ हामी चाहिँ हामीहरू राइनीहरू भर्खर हामीहरू यस्तो भिड छ यस्तो भिडमा हामीहरू हराउने त होइन अहिले हामी चाहिँ मेलाभित्र बसेको कि यता पनि सानो हिँड्छ आन्टी यस्तो भिड छ हामीहरू चाहिँ आइपुग्यौँ हाम्रो मम्मीहरू खोज्दैछौँ यहाँ चाहिँ हाम्रो मम्मीहरूको खोज्दैछौँ भ्लग बनाउने उयो नै छ यो लास्ट गर्ने छ यहाँ मम्मी र दिदी फाइनली भेट भयो चाहिँ बटरफ्लाई बनाउनु आएको राम्रो मान्छेहरू पनि छ यहाँ मेरो सानीलाई बटरफ्लाई अनि रेड र ब्ल्याकको बनाइदिनु न उसलाई चाहिँ
हामी चाहिँ लाग्यो मेला यति धेरै मान्छे छ यति धेरै मान्छे छ यही हो फाइनल हाम्रो साकेला अब मेला चाहिँ हिँड्दैछौँ नाच्दै गर्दाखेरि हाम्रो नृत्यकर्मीहरूले प्रयोग गर्ने वेशभूषा प्रयोग गर्ने प्रयोग गर्ने बाजा लगायत यावत श्रेणी सरसामग्रीहरूमा साकेला टोलीका हुन्छ अब यो टिकटक बनाइसके पछाडि खेल्नु जाने उहाँ छ यति गर्मी चाहिँ यो लुगा हाम्रो यति धेरै गर्मी भइसक्यो नाना मलाई मेरो सेम थियो हाम्रो लुगा चाहिँ साथी कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला हाम्रो आउटफिट कस्तो लाग्यो त साथी हो यति गर्मी यति धेरै गर्मी छ यहीँ खनाहरू हाम्रा राई भाइ बहिनीहरू राम्रा राम्रा भएका छन् हामी चाहिँ सेकुवा खानु कि भनेर आएको सेकुवा खानु सेकुवा चाहिँ कहाँ छ यहाँ चाहिँ यसरी अनि कि बहिनी टाइम लाग्छ हो 10 मिनटमा कहाँ पाक्छ यो मासु टाइम लाग्छ अरे नोरा यहाँ त यसरी मेन्यू पनि दिइरहेछ हेर्नु है अब यतिको चाहिँ गर्नु पऱ्यो यसरी चाहिँ बुझिन्छ नि त के छ भनेर हेर्नु सक्नुहुन्छ मेरो साथी खतरा छ देख्नु पनि साथी हो हामीहरू चटपटे खानु आएको चटपटे पनि यति राम्री मान्छेले बनाउँदो रहेछ खानु आउनु होला यहाँ अहिले अलिक बेलुका बेलुका भएर हो चटपटी पनि हाम्रोतिर त ब्युटिफुलहरूले पो बनाउँछ र थाहा छ कि छैन मेलामा चाहिँ यतिको चाहिँ काम गर्नुपर्छ है भन्नु के गर्नु हामीहरू राइनी पर्यौँ यतिको त हुनै पर्यो 76 चर्किरहेको रहेछ राइनी भएपछि त यतिको त हान्नै पर्यो सबैले त मैले मेरै हातले बनाएर ल्याएको हो नि त होइन त्यो भिड छ अनि आलु डिस
डिस्टर्ब भयो है लु यो चाहिँ 7 बजीतिरको यस्तो हो अब चाहिँ हामी घर जानु लागेको हो मेला सक्यो हो अब चाहिँ हामीहरू घर लागेको र साथी हो अब हामी चाहिँ फर्केको हाम्रो चाहिँ खेलिसक्यौँ मैले हामी चाहिँ म 3 चोटि खेल्दै मिङ्चालाई पनि खेलायौँ हामीले चाहिँ मिङ्चालाई मजा आयो अरे साथी हो खालको मजा आयो यस्तो गऱ्यो यो केटीले गर्ने त यो कस्तो गऱ्यो मिल्छ तिमीले त्यसो गरेर उसले चाहिँ डरायो हामी चाहिँ भाइ र मैले 3 चोटि खेल्नु जाँदामी साथी हो एउटा फोटो खिच्ने एउटा फोटो साथी हो मलाई यति सेटिस्फाई भएको छैन कि एउटा भिडियो त ट्रेन्ड भिडियो पनि गर्छु साथी माग्दा अब हामी पनि बसेको जस्तो अब माग्ने हालत भइसक्यो साथी हो है यतितिर गर्नु साथी यतितिर गर्नुभएको छ के गर्नु अब हामी चाहिँ फर्केको साथी हो हेर्नु सक्नुहुन्छ यस्तो छ सबैजना फरिसक्यो अब हामी पनि फर्केको साथी हो अब यस्तै हो भन्नुपर्छ चप्पलहरूमा त आयो चप्पल र साथी हो अब चाहिँ लागेको आधा भन्दा हामीलाई सागलाई नै आयो सक्यो साथी अब लास्ट हो आफ्नो मङ्सिर मात्रै हुन्छ यत्रो गाडी भएर आएको तर एउटा फोटो साथी मैले यति रिस उठिरहेको छ मलाई सम्झिँदै दिमाग ठोकिरहेको गाइछु हुन्छ हाम्रो चाहिँ नाना नाचेर देखाइदिनु एकचोटि यसले त के भन्छ मलाई नाम चाहिँ थाहा भएन साथी हो ल यताको दाईहरूको मागेर हामी चाहिँ बनाउँदैछु अब चाहिँ हामीहरू गियर पनि निस्किसकेको